विभिन्न सूचकाङ्कका आधारले पनि विशेष गरेर कर्णाली प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा संलग्न भएर जुन कार्यक्रम उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम आयोजना नेपाल सरकारकै तर्फबाट र कृषि मन्त्रालयको तर्फबाट जुन महत्त्वपूर्ण कार्यक्रम सुरु हुन गइरहेको छ, म यो कार्यक्रमको र यो संस्थाको 8 वर्षसम्म चल्ने कार्यक्रमको उत्तरोत्तर प्रगति र वास्तवमा सम्पूर्ण नेपाली नागरिकहरूको जीवन कायापलट हुने ढङ्गबाट यो कार्यक्रम अगाडि बढ्नेछ भन्ने विश्वासका साथ म शुभकामना व्यक्त गर्न चाहन्छु। नेपालको राष्ट्रिय अर्थतन्त्रको विकासमा कृषि क्षेत्रको अहम भूमिका रहँदै आएको कुरा हामीले सधैँ यही भन्दै आइरहेका छौँ। देशको कुल गार्हस्थ उत्पादनमा करिब 23% योगदान गर्ने कृषि क्षेत्रको सर्वाङ्गीण विकास बिना राष्ट्रिय समृद्धि सम्भव छैन। राष्ट्रिय आय, खाद्य तथा पोषण सुरक्षा, रोजगारीको सृजना र गरिबी निवारणमा कृषि क्षेत्रबाट विगत दशकहरूदेखि नै महत्त्वपूर्ण योगदान रहँदै आएको हामी सबैलाई जानकारी छ। नारीको जीविकोपार्जन मात्र होइन कि सामाजिक मूल्य मान्यता, धर्म, संस्कृति, खाद्य सम्प्रभुता, राष्ट्रिय अर्थतन्त्र, देशको सार्वभौमसत्तासँग समेत कृषि क्षेत्रको अन्योन्यासी सम्बन्ध रहेको कुरामा हामीले दुईमत राख्नुपर्ने जरुरी छैन। नेपालमा विविधतायुक्त भौगोलिक र जलवायुको उपलब्धताका कारण कृषकहरूले विविध प्रकारको बाली नालीहरूको खेतीपाती, विभिन्न खेती प्रणालीहरूको अवलम्बन मार्फत हामी सबैले त्यससँग सम्बन्धित रहेर काम गर्दै आइरहेका छौँ। कतै व्यवसाय खेतीको अवलम्बन मार्फत कृषकहरूले बालीको उत्पादन लिइरहेको पाइन्छ भने भौगोलिक रूपमा विकट र दुर्गमका अधिकांश कृषकहरूले परम्परागत खेती प्रणालीको अनुसरण गरी गुजारा गर्दै आइरहेको हामीले देखेकै छौँ र भोगेका पनि छौँ। पछिल्लो समयमा उपभोक्ताहरूले आफूले उपभोग गर्ने कृषि उपजहरूका बारेमा सजग रहँदै गइरहेको पनि देखिन्छ तथा विषादी र रासायनिक पदार्थहरूको कमभन्दा कम प्रयोग गरी उत्पादन भएका कृषि उपजहरूको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारहरूमा पनि बढ्दै गइरहेको छ। हामीले खाद्य सम्प्रभुता, खाद्य स्वच्छताका सन्दर्भमा धेरै ढङ्गबाट विभिन्न विचारहरू हामीले राख्ने गरेका छौँ र भन्दै आएका पनि छौँ। तसर्थ विगतदेखि नै परम्परागत खेती प्रणालीबाट उत्पादन भइरहेका बालीहरूको व्यवसायीकरण गरी मूल्य श्रृङ्खलाका विकास मार्फत निर्यात प्रवर्धन गर्न सके कृषकहरूको जीवन स्तरमा सुधार ल्याई राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्न सक्दछ। दिनानुदिन बढ्दै गइरहेको जलवायु परिवर्तनको प्रभाव, युवा पलायन, खण्डीकृत र बाँझो जमिन राख्ने प्रवृत्ति, कृषि उत्पादन सामग्रीहरूमा कृषकहरूको न्यून पहुँच र उच्च लागत कृषि क्षेत्रको विकासको चुनौतीको रूपमा देखा परेका छन्। यी आन्तरिक तथा बाह्य चुनौतीको प्रभावलाई न्यूनीकरण गर्न कृषि परिस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्धन गर्नु आजको आवश्यकताको रूपमा रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 21 जिल्लाका 81वटा पालिकाहरूमा सञ्चालनमा आएको उच्च मूल्य कृषि वस्तु उत्थानशील RSVAP-ले कृषि परिस्थितिकीय र उत्थानशील खेती प्रणालीको प्रवर्धन मार्फत उक्त क्षेत्रमा उच्च सम्भावना भएका उच्च मूल्य कृषि वस्तुहरूको प्रवर्धन गर्दै बजारीकरण मार्फत साना कृषकहरूको आय आर्जन र गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्याउने कुरामा कुनै शङ्का नगरौँ। यस कार्यक्रम मार्फत बुटवल उपमहानगरपालिकामा निर्माण भई सञ्चालनमा आउने कृषि बजारसँग देशका अन्य क्षेत्रहरूमा स्थापना भएका ससाना कृषि बजारहरूको आबद्धता गरी उच्च मूल्य कृषि वस्तुहरूको क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्धन गर्न सक्ने प्रोजेक्टको पिक्चर देख्यौँ। श्रम प्रदेश र स्थानीय सरकारको सहलगायन तथा सहपरिचालन मार्फत सञ्चालन आउने यस कार्यक्रम कृषि विकासको नमुना कार्यक्रमको रूपमा वर्तमान सन्दर्भमा हामीले पिक्चरबाट देखेका छौँ। त्यो काम हामीले नै गर्ने हो र हामीले गरेर देखाउनु पर्छ भन्ने मान्यता जोडका साथ अगाडि बढाउन सबै सहभागी साथीहरूका बीचमा म निवेदन गर्न चाहन्छु। यस कार्यक्रम सञ्चालनका लागि आइफाईबाट समेत वित्तीय स्रोतको व्यवस्थापन भएको छ।
यसका लागि आइफेयरलाई समेत म नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु र आगामी दिनमा नेपालको कृषि क्षेत्रको विकासका लागि यस्तै सहयोगको अपेक्षा समेत म राख्न चाहन्छु। नाफामूलक समावेशी र पर्यावरणीय दिगो खाद्य प्रणालीको अवलम्बन मार्फत युवा महिला जनजाति र आदिवासीको सशक्तिकरण गर्दै गरिबी निवारण र साना कृषकहरूको उत्थानशीलता सुधार गर्ने जुन यस कार्यक्रमको लक्ष्य रहेको छ सो प्राप्तिका लागि म सबै व्यक्तित्वहरूलाई म शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। साथै यस कार्यक्रमले राखेको उद्देश्य र लक्ष्य प्राप्तिमा सरकारवालाहरूको रचनात्मक योगदान रहोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्न चाहन्छु।